सम्पूर्णमा नमस्कार, गुड मर्निङ। अहिले चाहिँ म ड्युटीबाट आएर खानासाना खाएर चाहिँ म मेरै अल्सनैया क्याम्पमा बाहिर निस्केर चाहिँ यो भिडियो चाहिँ निर्माण गरिरहेको छु। तपाईँहरूलाई चाहिँ पछिल्लो चाहिँ घटनाक्रम चाहिँ के छ, कतारमा चाहिँ के हुँदैछ, मिडल इस्टमा चाहिँ अब इरान, इजरायल, अमेरिकाको लडाइँको चाहिँ असर चाहिँ के भयो, पछिल्लो घटनाक्रमको चाहिँ विवरणहरू तपाईँहरूलाई मैले जाने बुझेका चाहिँ तपाईँहरूलाई म जानकारी गराउँदैछु। हिजो मात्रै बिहान भनेको दुबईको चाहिँ एयरपोर्टमा ड्रोन आक्रमण गऱ्यो र त्यसको लगत्तै भनेको चाहिँ कतारमा पनि मिसाइलहरू हानेको चाहिँ परिस्थिति हो। तर त्यो मिसाइल हान्यो जुन चाहिँ भनेको चाहिँ अल्सनैयाको चाहिँ 52 क्याम्पमै झऱ्यो भनेर समाचारहरू पनि धेरै आए। तर 52 क्याम्पमा चाहिँ मै बसिरहेको अवस्था चाहिँ हो। हाम्रो क्याम्पमै झरेको चाहिँ होइन र हाम्रो क्याम्पदेखि भनेको 800-900 मिटर अलिकति पर र यो अल्सनैयाको इन्डस्ट्री एरियामै चाहिँ त्यो मिसाइल चाहिँ डिस्पोज भएर चाहिँ झरेको चाहिँ अवस्था हो। र त्यो डिस्पोज गरेर झर्दा चाहिँ एउटा बिल्डिङ जस्तो, एउटा भवनहरू जस्तो छ र त्यसमा चाहिँ परेछ। सम्भवतः त्यो चाहिँ भनेको वेयर हाउस हुनुपर्छ र त्यहाँ चाहिँ भनेको चाहिँ आग लागि भएर चाहिँ धेरै बेर सुन बल्यो र पछि मात्रै त्यसलाई चाहिँ नियन्त्रणमा लिएर अहिले चाहिँ अब स्थिति सहज भएको स्थिति छ, नियन्त्रणमा आइसकेको चाहिँ अवस्था हो। र आज बिहान मात्रै पनि भनेको फेरि भनेको उसले थुप्रै मिसाइलहरू चाहिँ आक्रमण चाहिँ यहाँ कतारमा पनि गरेको चाहिँ अवस्था छ र त्यसलाई चाहिँ सबै यहाँको डिफेन्सिभले भनेको डिस्पोज गरेर चाहिँ झारेको अवस्था छ। र यो कहाँ के झऱ्यो त्यसको विवरण आज बिहानको चाहिँ आउन बाँकी छ। र हिजोको चाहिँ भनेको त्यो आगो धेरै बेरसम्म बल्यो र पछि नियन्त्रणमा लिएर अहिले चाहिँ सहज स्थिति चाहिँ छ। र यो लडाइँलाई चाहिँ सरसर्ती हेर्दा भनेको चाहिँ यो दिन प्रतिदिन झन् जटिल बन्दै अन्नधुन्न तरिकाले चाहिँ गइरहेको अवस्था चाहिँ पक्कै पनि हो। र यस्तो अवस्थामा चाहिँ साथीहरू अहिले अब नेपाली राजदूतावासले चाहिँ अब चाहिँ अर्जेन्ट रेस्क्यु गर्नको लागि चाहिँ केही फर्महरू पनि उपलब्ध गराएको छ। तपाईँहरूको स्थिति कस्तो छ, के छ, आपतकालीन परेको बेलामा, दुःख परेको बेलामा त हो राज्य, त्यसो भएको हुनाले गर्दा तपाईँहरू त्यो फर्महरू चाहिँ भर्नुहोस्। यो लडाइँ भनेको कतै कहीँबाट पनि रोकिने छाँडकाँड चाहिँ अहिलेसम्मको स्थिति हेर्दा चाहिँ देखिँदैन र अन्नधुन्न गएको चाहिँ अवस्था देखिन्छ। तपाईँहरूले त्यो फारम भरेर चाहिँ तपाईँहरूले चाहिँ त्यो नेपाल एम्बेसीलाई चाहिँ आफ्नो चाहिँ अपडेट चाहिँ गराउनु होला र पछि उद्धार गर्न पनि सजिलो हुन्छ। दुःख परेको बेलामा चाहिँ कोही नभए पनि राज्य हुन्छ, यस्तैमा हो हेर्ने। र त्यो काम चाहिँ सबैले गर्नु होला। तपाईँहरू विशेष गरी चाहिँ अब अमेरिकी बेस क्याम्प वरपर, एम्बेसी वरपर र अमेरिकी अब कम्पनीहरूमा काम गर्दै गरेको मान्छेको लागि चाहिँ अत्यन्तै भनेको चाहिँ जटिल छ, काम गर्नको लागि गाह्रो छ। त्यसो भएको हुनाले गर्दाखेरि तपाईँहरू जोखिम क्षेत्रमा हुनुहुन्छ त्यस्ता साथीहरूले चाहिँ त्यो फर्म चाहिँ तत्काल चाहिँ भर्नु होला। यो लडाइँको यसो छाँटकाँड हेर्दा अझै बढ्ने जस्तो चाहिँ देखिन्छ। किनभने अब अमेरिका पनि भनेको चाहिँ अहिले यो लडाइँबाट भित्री रूपबाट हारिसकेको अवस्था छ। किनभने ट्रम्पले नेटोलाई धरी भनेको चाहिँ धम्काइसकेको अवस्था छ। तपाईँहरूको उहाँ फ्रान्स भयो, जर्मनीहरू भयो, स्विजरल्यान्ड भयो, जापानसम्म पनि पुगेर चाहिँ कोही ठाउँ चाहिँ भनेको चाहिँ मलाई चाहिँ अब यहाँनिर अब सेनाहरूको लागि चाहिँ भूमि दे यहाँबाट चाहिँ उसमा गर्नको लागि भनिरहेको छ। कोही ठाउँबाट हतियार मागिरहेको छ। चाइनासम्म पनि पुगेर हार गुहार गरिरहेको अवस्था, तर कसैले पनि सुनेको अवस्था चाहिँ छैन। र अब इरान झन् भनेको चाहिँ अझ उग्र रूप हुँदै चाहिँ भनेको चाहिँ यो मिडल इस्टमा रहेको र अमेरिकाले जति पनि लान्थ्यो यो तेल र ग्यासहरूका पाइपलाइन त्यसमा पनि हान्दै आएको चाहिँ अवस्था छ। र अमेरिका यहाँबाट चाहिँ भनेको पछाडि अब फर्किन पनि सकेको छैन, लड्न पनि नसकिरहेको अवस्था चाहिँ बुझ्न चाहिँ सकिन्छ। त्यसो भएको हुनाले गर्दाखेरि यो लडाइँ कहिलेसम्म जान्छ, कति जान्छ यो भन्न सकिने अवस्था चाहिँ छैन। यस्तो अवस्थामा हामी सबैले भनेको चाहिँ त्यो चाहिँ अब अर्जेन्ट अब रेस्क्युको लागि चाहिँ फर्म छ त्यो भरिराखेर चाहिँ खुलेको बेलामा चाहिँ आफ्नो देश जाने तयारीमा चाहिँ लाग्दा हुन्छ। यो रोकिने छाँटकाँड चाहिँ देखिएन। तपाईँहरूलाई त्यो फर्म भर्ने विवरण थाहा छैन भने तपाईँहरू क्रोममा गएर चाहिँ लिगल नेपाल कन्सुलर गभर्मेन्ट नेपाल भन्ने चाहिँ सर्च गर्नुभयो भने त्यहाँनिर अर्जेन्ट रेस्क्युको लागि चाहिँ एउटा चाहिँ त्यो खुल्छ। अनि त्यसमा तपाईँहरूले त्यहाँ विवरणहरू चाहिँ केही माग्छ। त्यहाँ विवरणहरू माग्दा चाहिँ राजधानीको चाहिँ नम्बरहरू भयो, तपाईँको अब डेट अफ बर्थहरू भयो, तपाईँ अब कहाँ काम गर्नु हुँदैछ, तपाईँको फोन नम्बरहरू र तपाईँको स्थिति के छ, सहज छ
असहज छ त्यस्तो चाहिँ भरेर चाहिँ त्यहाँ तपाईँहरूले सब्मिट गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई चाहिँ अहिले म त्यहाँ राखिदिन्छु र त्यसलाई चाहिँ तपाईँहरू त्यो फर्म भरेर चाहिँ राजदूतावासमा जानकारी गराउनु होला। किनभने यो दिन प्रतिदिन बढ्दै गइरहेको चाहिँ अवस्था छ। सबैले चाहिँ त्यो फर्म भरेर चाहिँ आपतकालीनमा पर्यो भने भोलि त्यहाँ सम्पर्क गर्न नम्बरहरू छन्, त्यहाँ गर्न सकिन्छ र आफू चाहिँ अब सुरक्षित रहन सकिन्छ। किनभने यो दिन प्रतिदिन भनेको अब अहिले हाम्रै अब क्याम्पबाट चाहिँ अब 800-900 मिटरको परतिर अब झरेर त्यहाँ वेयर हाउसमा चाहिँ आगो लागेको अवस्था छ। अब यो पनि संवेदनशील ठाउँ देखियो, भोलि यहीँ झर्छ भन्ने त ग्यारेन्टी त कसैले पनि दिन सक्दैन। त्यसो भएकोले गर्दाखेरि यो यही हो भन्न सक्ने अवस्था अहिले चाहिँ रहेन। त्यसो भएको हुनाले गर्दाखेरि सबैले त्यो फर्म पनि अब भर्नुपर्ने अवस्था चाहिँ छ। तपाईँहरू कसले भर्नुभएको छैन म यहाँनिर राखिदिन्छु, सबैले भर्नु होला र आफ्नो स्थिति के छ त्यो चाहिँ भनेको चाहिँ राजदूतावासलाई तपाईँहरूले चाहिँ जानकारी गराउनु होला। तपाईँहरूलाई थाहा छैन रहेछ भने पनि म तपाईँहरूलाई लिङ्क राखिदिन्छु, त्यो लिङ्कमा गएर तपाईँहरूले चाहिँ त्यो क्युआर छ त्यसमा गर्न पनि सक्नुहुन्छ। तपाईँले क्रोममा गएर त्यसलाई चाहिँ अब सर्च बारमा गएर सर्च गरेर त्यो गर्नुभयो भने त्यो फर्म खुल्छ र त्यहाँ सब्मिट गरिदिनु भने तपाईँको चाहिँ सम्पूर्ण डिटेल चाहिँ एम्बेसीमा पुग्छ र भोलि सम्पर्क गर्दाखेरि चाहिँ तपाईँले अगाडि भरिराख्नुभयो भने सजिलो हुन्छ। तपाईँको स्थिति पनि जानकारी हुने भएकोले गर्दाखेरि त्यो सबै साथीहरूले चाहिँ गर्नुहोला। यो बढिरहेको चाहिँ अवस्था छ, यो यही हो भन्न सक्ने अवस्था छैन र तर अहिलेसम्म भनेको चाहिँ जे होस् अब कतार चाहिँ अब सुरक्षित छ, जति हानेको पनि एउटा डिस्पोज गरेर झारेको अवस्था छ। तर यो कहिलेसम्म चाहिँ गर्ला र अब उसले चाहिँ एकदमै केन्द्रित भएर चाहिँ अब तेलका डिपुहरू, ग्यासका डिपुहरूमा, पाइपलाइनहरूमा चाहिँ हानिरहेको चाहिँ अवस्था छ र अमेरिकन र युएस लेखेको देख्नै हुँदैन। इरान भनेको चाहिँ त्यसरी आक्रामक ढङ्गले चाहिँ आइरहेको अवस्था छ र अमेरिका नै भित्री डराएर चाहिँ हारगुहार गरिरहेको चाहिँ अवस्था छ। यो अवस्थामा चाहिँ उसले मिडल इस्टमा रहेको चाहिँ देशहरू जति पनि छन् अरबी, त्यो कसैलाई पनि छोड्दैन। म डुबेँ भने म त डुबेँ म डुबेँ भने म सँगसँगै अरू सबैले डुबाउँछु भन्ने ठाउँमा चाहिँ इरान पनि चाहिँ लागेको देखिन्छ। यस्तो अवस्थामा सबभन्दा सजिलो भनेको ज्यान जोगाउनु नै राम्रो हुन्छ। त्यसो भएको हुनाले गर्दाखेरि अब यहाँनिर ल्याउँदा ड्युटीमा लगाइराख्दा कतिखेर झर्नेको टुङ्गो छैन, गाडी कुदाइराखेको हुन्छ। त्यसो भएकोले गर्दा यहाँ पर्याप्त मात्रामा बम्करहरू पनि छैनन्। अनि त्यसो भएको हुनाले गर्दाखेरि हामीहरूले ज्यान त जोगाउनै पर्ने हुन्छ। त्यसको लागि भनेको तपाईँहरूले त्यो फर्म चाहिँ तपाईँले भरेर चाहिँ जानकारी गराउनु होला। जब खुल्छ प्लेन, एयरपोर्ट खुलेको अवस्थामा भनेको त्यतिखेर चाहिँ भनेको अब नेपाल जाने कोसिस सबैले नै गर्दा नै सबैभन्दा चाहिँ उत्तम हुन्छ भन्ने चाहिँ मैले चाहिँ ठानिसकेको छ। मैले त फर्म भरिसकेको छ। तपाईँहरूलाई चाहिँ मैले यो कुराहरू तपाईँहरूलाई म सुझाव दिन्छु र जानकारी पनि गराएँ। तपाईँहरूले भर्नु भएको छैन भने तुरुन्त त्यो चाहिँ अब अर्जेन्ट रेस्क्युको लागि चाहिँ त्यो फर्म छ, त्यो चाहिँ सबैले भर्नु होला र भोलि अब कन्ट्याक्ट गरेर त्यस्तै परिस्थिति आइलाग्यो भने एम्बेसीमा गएर बसेर भए पनि त्यहाँबाट उसले अब उद्धार गर्नेमा त अनेकौँ विकल्पहरू निस्केला। त्यसो गर्न सकिन्छ कि तपाईँ हाम्रो ठाउँ चाहिँ जोखिम बन्दै आइरहेको छ। अहिले म यसो विचार गर्छु हामी बसेको ठाउँ पनि अत्यन्तै संवेदनशील रहेछ। त्यसो भएको हुनाले गर्दाखेरि अब 800 मिटर त अगाडि नै अब त्यहाँ झरेर चाहिँ वेयर हाउसमा आगो लागेको चाहिँ अवस्था छ। मिडियाले त अब यो सनाइयाको चाहिँ 2 नम्बरमै क्यामै ध्वस्त भयो भनेर दिइराखेको छ, तर क्याम्प ध्वस्त भएको चाहिँ स्थिति छैन। हामीभन्दा अलिकति नजिकै झरेको चाहिँ अवस्था छ। अहिलेको परिस्थिति चाहिँ सहज भएको छ र तपाईँहरूलाई चाहिँ म यो राखिदिन्छु। तपाईँहरू नभर्ने मान्छेहरूले चाहिँ त्यो अर्जेन्ट रेस्क्युको चाहिँ फर्म चाहिँ तुरुन्त भर्नु होला। त्यो तपाईँहरूले चाहिँ त्यो सूचना त्यहाँनिर देख्नुहुन्छ, त्यो नम्बर सहित भएको र त्यसलाई चाहिँ क्रोममा गएर तपाईँले सर्च गरेर चाहिँ त्यो एउटा चाहिँ अप्सन खुलेर आउँछ। त्यहाँसँग राजधानी नम्बर लेख्नु पऱ्यो, डेट अफ बर्थ लेख्नु पऱ्यो, तपाईँको अहिलेको स्थिति लेख्नु पऱ्यो, तपाईँको फोन नम्बर दिनु पऱ्यो। त्यो सबै लेखेर तपाईँ कुन कम्पनीमा काम गर्नुहुन्छ, कम्पनीको चाहिँ एड्रेस दिनु पऱ्यो। त्यहाँ भर्ने जे कोलमको भनेको हुन्छ त्यो भरेर चाहिँ सब्मिट भन्ने आउँछ, सब्मिट गरेर छोडिदिनु भयो भने तपाईँहरूको पनि त्यो रेकर्ड चाहिँ एम्बेसीमा जाने भएकोले गर्दा सबै साथीहरूले त्यो काम चाहिँ गर्नु होला भनेर चाहिँ मैले यो अहिले चाहिँ पछिल्लो अपडेट सँगसँगै तपाईँहरूलाई यहाँ हुनेलाई पनि यो जानकारी गराएँ र नेपालमा हुने दाजुभाइ दिदीबहिनी आमा बुबा सबैलाई अहिलेसम्मको स्थिति ठिक छ।